म जुन क्षेत्रमा काम गरिरहेको छु, जुन विषयमा काम गरिरहेको छु, त्यो विषयको लागि उपयोगी हुने गुण ममा छ कि छैन? जुन विषयमा काम गर्छु त्यो विषयलाई चाहिने प्रकारको बानी, बेहोरा, आदत, गुण मसँग छ कि छैनन्? छैन भने त म असफल हुन्छु। छन् भने मलाई भगवानले पनि असफल बनाउन सक्दैन। कुनै प्रकारको ग्रह दशा 7.5ले मलाई असफल बनाउन सक्दैन यदि जुन कर्म म गर्छु त्यो कर्म अनुकूलका गुणहरू मसँग छन् भने। छैनन् भने असफल हुन्छु। त्यसैले पहिलो कुरा त खोजौं, म जे काम गर्दैछु, जे कर्म गर्छु भनेर मैले कर्म छनौट गरेका छु, त्यो कर्म अनुकूलका गुण ममा छन् कि छैनन्? छैनन् भने त्यो काम मेरो लागि होइन भन्ने बुझे हुन्छ। अर्को कामको छनौट गरौँ। होइन मलाई त्यही नै काम गर्नु छ, त्यसैबाट प्रगति गर्नु छ भन्ने लाग्छ भने आफूभित्र रहेका अवगुणहरूलाई परिवर्तन गरौँ। जुन गुणहरूले त्यो काममा मद्दत गर्दैनन् त्यस्ता गुणहरू जीवनबाट हटाइदिउँ र त्यो कर्मको लागि मद्दत गर्ने, त्यसलाई सहयोग गर्ने प्रकारका गुणहरू अभ्यासद्वारा आफ्नो जीवनमा लागू गरौँ, लिएर आउँ। अभ्यास गरेपछि नहुने केही पनि छैन।